यस्तो हिमाल क्षेत्र गाइस मान्छे पनि एकजना पनि मान्छे पनि हुँदैन यो बाटोमा यस्तो छ। पहाडीपट्टि चाहिँ मैले एउटा होटल चाहिँ देखेको छु, त्यहाँ खाना खान जाउन सोच्दैछु। गुराँसको फुल, तर गुराँस चाहिँ फुलेको छैन। गुराँस अहिले होइन, म चाहिँ अहिले यो के भन्छ अरे गोक्यो र एभरेस्ट बेस क्याम्प बाटो जानेमै त्यो भेराङ पर्छ, त्यहाँ भेराङ, त्यो भेराङको बाटो छु। भेराङको ठिकै अपोजिटपट्टि छु। भेराङ चाहिँ उता छ, हामी चाहिँ त्यो अपोजिटपट्टि लागेको छौँ। दुईजना दिदी चाहिँ बढ्नु भेट्नु भएको थियो मलाई भर्खर। उहाँले नै भन्नुभयो उता पहाडीपट्टि चाहिँ तपाईँ खाना पाउनुहुन्छ, अब म त्यही जाँदैछु। त्यही भएर त्यही मजा खाना खाइरहेको बोल्नु गाइस। हेर्नु यस्तो कहाँबाट लिएर आउँदै हुनुहुन्छ बिचरा। अब चाहिँ म खाना खानेले लाग्दैछु। भोक पनि निकै लागिसक्यो। बिहानै स्यान्डविच मात्रै खाएर निस्केको छु, अब भोक चाहिँ लागिसकेको छ। अब चाहिँ म यो होटल चाहिँ पुगेर हेर्छु खाना छ कि छैन। उतामा देख्न पनि देख्दैन यहाँबाट। अलिकति यहाँ चाहिँ यो बाटो निकै छ, त्यहाँदेखि फेरि चाहिँ ओह्रालो उकालो छ। निकै गाह्रो ठाउँ छ गाइस, निकै गाह्रो ठाउँ छ। मान्छे पनि कुनै बेला चाहिँ भेट्न सक्छ, न त खासै मान्छे चाहिँ भेट्दैन है फेरि यस्तो ठाउँमा। अहिले उनीहरू चाहिँ त्यो दाउरा लिएर आउँदै हुनुहुन्छ पनि बाटोमा भेट्यो भने त्यो पनि भेट्दै थिएन मलाई एकजना पनि। म चाहिँ एउटा होटलमा निस्किँदैछु गाइस। अब होटल यहाँबाट चाहिँ अलिक पहिला चाहिँ धेरै ठुलो खोला आएको थियो गाइस। यहाँको मान्छे भन्ने अनुसारले ठुलो खोला यहाँबाट आएको थियो, कति कुराहरू बगाएर लिएर गयो। यो चाहिँ ठाउँ त्यही हो गाइस। हो यो ठाउँ चाहिँ त्यही हो गाइस। ढुङ्गा मात्रै भएको होइन, पुरै सेतो ढुङ्गा। यताबाट हेर्नु कस्तो, यताबाट माथि होइन, यो तलबाट खोला बगाएर यसो सबै यो पत्थरी लिएर आएको छ। तलसम्म पनि गएको रहेछ, तल निकै तलसम्म। म एउटा होटल चाहिँ पुग्छु होइन, यहाँ माथि रहेछ। यो माथि पुग्ने बित्तिकै त्यो होटल देख्न थाल्छ। त्यहाँ चाहिँ पुग्छु गाइस। त्यहाँबाट चाहिँ हुन्छ कि हुँदैन सोधौँला गाइस। ओके, खाना नै भए खाजा त खाएरै आउँछु, भोक चाहिँ लागिसकेको छ। बरु मेरो बिस्किट चाहिँ मेरो झोलामा छ, तर बिस्किट चाहिँ खाने मनै छैन अहिले गाइस। यहाँतिर कोही टुरिस्टहरू आउँदैन गाइस खासै यतापट्टि चाहिँ, बरु उतापट्टि चाहिँ फर्केर गोक्योतिर लाग्छ। यतापट्टि त टुरिस्ट पनि हुँदैन। पुग्न लागेको छु गाइस। अब 2 मिनट होला। मलाई त थाहा पनि थिएन
गुराँस हेर्नु है, गुराँस फुल चाहिँ फुलाएको छैन, घाँस मात्रै छ। अलिअलि माथिसम्म त्यो आइरहेछ, अलिक पछि फुल्छ होला कि। यस्तो कालो ओह्रालो चाहिँ गाइस मलाई त थाहा पनि थिएन यस्तो यो त केही छ कि छैन। मैले चाहिँ उहाँलाई चाहिँ सोधेँ, दुईजना दाउरा बोकेर आउँदै हुनुहुन्छ, उहाँले नि भन्नुभयो हो जानु न, पाउन पनि सक्छ हो। गुराँसको हेर्नु गाइस, गुराँसको रुखहरू ल, गुराँसको रुखबाट चाहिँ के हिमाल कस्तो राम्रो होइन गाइस। फुल फुल्यायो भने कस्तो मिठो देख्थ्यो अहिले, कस्तो राम्रो। अब यहाँसम्म आइपुग्यो गाइस। अब चाहिँ यहाँ चाहिँ पहाडीबाट चाहिँ मैले गाइस उता पहाडीबाट नि पहाडीपट्टिबाट यता चाहिँ एउटा घर चाहिँ देखेको थियो, टिनको चाहिँ घर, त्यता चाहिँ जाँदैछु। त्यता चाहिँ मैले अब खाना पाइन्छु कि पाइँदैन त्यो चाहिँ गएर हेरौँ ल, पाइन्छु होला उम्मिदमा छु। हो पुगिसक्यो गाइस, यहीँ रहेछ। यता चाहिँ रहेछ, देख्ने बेलामा त तल माथि देख्यो, यहाँ मुनि एउटा घर चाहिँ अब यता माथि पनि रहेछ। पहिले माथिमै सोध्छु, नभए तल जान्छु। यता चाहिँ माथि तल होइन, शेर्पाको घर छ जस्तो लाग्छ। तल चाहिँ झन्डा पनि शेर्पाको लगाएको रहेछ। यहाँ चाहिँ एकजना दिदीले मैले भर्खर देखेको छु, तर चाहिँ खाना छ कि छैन त्यही सोध्नै पर्छ। म एकचोटि सोधिदिन्छु, सोध्छु। दिदी नमस्ते, हेलो, खाना हुन्छ दिदी? खाना हुन्छ? एकजनाको लागि पकाइदिनु हुँदैन? बफ खाना खाँदा हुन्छ दिदी? हुन्छ हुन्छ ल त्यस्तो भयो त। बफ हजुर, त्यही त बफ भनेको त, बफ खाना पकाइदिनु न। राँगाको हजुर, ल हुन्छ, मिठो गरी पकाइदिनु है दिदी। दाल पकाउनु पर्दैन, त्यो त्यसमै चाहिँ दिदी त्यो राँगामै त्यो हालिदिनु ल, झोल हालिदिनु ल दिदी। है गाइस, यहाँ चाहिँ लुगा सुगा धोए पनि सुक्नले निकै भिजेको हुन्छ। फेरि कहाँ छ दिदी आजको बस्ने ठाउँ? ए ल हुन्छ, यताबाट आउनु मिल्ने कि अर्को बाटो? ल गाइस, दिदीले अब खाना चाहिँ दिनुहुन्छ मलाई। ओहो खुसी लाग्यो मलाई गाइस। यस्तो हिमालमा चाहिँ होइन दिदीको घर, यो यस्तो के भन्छ यसलाई चाहिँ, यसमा चाहिँ सामानहरू बोक्ने होइन, डोको गाइस, डोको, यो डोको चाहिँ। अनि म यो चाहिँ होला हो रक्सी, कोदोको रक्सी यसमा चाहिँ भन्छ गाइस होइन। कोदोको रक्सी एकदम जिउ तताउने चाहिँ एकदम तातो गर्ने गाइस। यो रक्सी खाँदा चाहिँ यस्तो राम्रो हुन्छ। फेरि यहाँ चाहिँ आलु लगाउने ठाउँ है, आलु लगाउने ठाउँ चाहिँ अहिले टाइम पुगिसक्यो, त्यही भएर यसमा चाहिँ खादाहरू लगाएर राख्नु भएको छ। अब अलिक पछि आलु लगाउने। यहाँको आलु कस्तो मिठो हुन्छ गाइस, सोलुको आलु होइन। आलुमा खाँदा मात्रै पुग्छ कि मान्छेलाई, पेट आगाइ खान्छ आलु। मान्छेले त आगाइ पेट भरिन्जेलसम्म आलु खान्छ मात्रै मान्छे। त कस्तो मिठो हुन्छ यहाँको आलु। मलाई पनि यस्तो साइकल छ है नानीको, हेर्नु है कति दुःख पाए गरेर यहाँ यो साइकल पुगेको होला, त्यो मलाई मात्रै थाहा छ। यता गाइस आउने बाटो खासमा चाहिँ यो यस्तो रहेछ होइन। यहाँबाट चाहिँ यो पसल होला दिदीको।
पुरै हिमालमा चाहिँ अब खाना खानु पर्ला गाइस। अब दिदीकोमा चाहिँ छिर्दै रहेछु गाइस। अब भित्रको चाहिँ भ्यू हेरिदिनु होला। अब बत्ती पनि छ कि छैन। होइन केही छैन दिदी, केही छैन के होइन, हामीलाई त्यस्तो केही वा त्यो प्रब्लम छैन, केही छैन। दिदीको चाहिँ घर यस्तो रहेछ गाइस। यस्तो हिमालमै बस्न कस्तो बिचोक छ गाइस, हेर्नु है त। काम त गाह्रो छैन, बत्ती पनि पुगेको छ यहाँतिर फेरि गाइस होइन। बत्ती चाहिँ हेर्नु हजुर दिदी। यो चाहिँ मासु चाहिँ यसरी, यो मासु चाहिँ दिदी कसरी कति दिनसम्म यसरी चल्छ दिदी? यो मासु कति दिनसम्म यसरी बस्छ? ए यो के को मासु दिदी? ए हेर्नु गाई, यो चाहिँ दिदीले यहाँ यस्तो राँगाको मासु राख्नु भएको छ। ए हजुर दिदी हजुर। यो चाहिँ दिदी के को मासु? यो यस्तो यो पनि राँगोकै होइन? हजुर दिदी। यो चुलो माथि चाहिँ हेर्नु गाइस, यस्तो दिदीले यो राँगोको मासु चाहिँ राख्नु भएको छ। अब चुलो मासु सिक्छ अनि बिस्तारो यो खाँदा हुन्छ, छिटो बिग्रिँदैन होइन। मासु चाहिँ यस्तो गाइस है ना। ओके सब ये मीट है गाइस। ओके मीट ओके देखिए ओके। सोलुको आलु बहुत टेस्टी, धेरै मिठो हुन्छ गाइस सोलुको आलु चाहिँ। यो चाहिँ यहाँ चाहिँ यहाँबाट दिदीले चाहिँ मासुको अलिकति व्यापार पनि गर्नुहुन्छ जस्तो लाग्यो मलाई, त्यही भएर चाहिँ पोको पारेर बनाइराख्नु भएको छ बेच्नलाई चाहिँ होइन। दिदीको मासुको व्यापार होला। अब गाइस यो चाहिँ खुक्री हेरिदिनु गाइस, खुक्री यस्तो खुक्री है गाइस, खुक्री हो यस्तो दामी खुक्री खुक्री। खुक्री दिदीको ल। दिदीले खाना चाहिँ पकाउँदै हुनुहुन्छ। अब खाना खान्छु बसेर एकछिनपछि। ओके